राष्ट्रिय प्राकृतिक संरक्षण कोष सदर चिडियाखाना हामी घुम्न जाँदैछौँ। आज स्याउरो सुन्तला ल सुन्तला नेपालको हो नि त्यो नेपालकै हो। घरमा दुध बेच्न राखेको थियो यार। वाह अलिक होइन त्यो ढकले माइसमा त हाल्नु पर्यो ढकेर सानो हाल्नुहोस्। ल ल अलिअलि सुन्तला पानी। ल हामी चिडियाखानामा चिडिया हेर्न जाँदै होइन। यहाँ खानेकुराको स्टलहरू छ हेर्दै जानुहोस्। जुमै बस्ने खालको हामी पनि जुमै बासिन्दा होइन। ल यता म्यादी प्रहरीको ट्रेनिङ चल्दैछ मजाले। त्यसले उता खिच्न हुँदाखेरि सराप्लान निस्किने भ्यू 15-16 वर्ष अगाडि आएको थिएँ, त्यसपछि बल्लै हो। ल यहाँ टिकट हेर्नु कति लिन्छन्। ल टिकट ठिक छ। मेन दुईजना म्याडम यो प्रवेश यता 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 किन्नुभयो छिर्ने चाहिँ उताबाट हो। ल हामी सानो छिर्दैछौँ है त। ल चिडियाखाना चिडियाघर हुन्छ सर। चिडियाखानामा चिडिया पाइन्छ। ल दिस इज द इन्ट्रान्स। ल यो चिडियाखानाभित्रको इन्ट्रान्स हो। र यहाँ चाहिँ पानीको फाउन्टेनहरू छ, पानीको फोराहरू फाउन्टेनहरू यस्तो छ हेर्नुहोस् साथीहरू। कसको भाउजू हो गरे कसको भाउजू हो ए के चिडियाखाना पनि यस्तो हुने रहेछ। बच्चालाई यहाँ खेला छोडिदियो अनि आफू घुम्ने हो। बुढाबुढी बच्चा यहाँ छोडिदियो घुम्ने। चाइल्ड केयर सेन्टर जस्तै छ त यो त। उसहरू कता कता छ हेरिटेज यो त जूमा कहाँ हेरिटेज हुन्छ र। ललितपुरको छ हेर्दै हामीलाई नि त। अब यो के हो इन्ट्रान्स गरे यो त चिडियाखाना हो कि चाइल्ड केयर सेन्टर जस्तो लाग्यो त मलाई। यो एकदम फोहोर थियो पहिला सफा गर। यो भने के अरे यो चाहिँ तलाब हो कि के भन्छ। केटाकेटी ल्याएर रमाइलो गर्न छोडिदिनुपर्छ क्या। ओहो बोटिङ त छुट्टै लाग्ने होला। झ्याम्मा लाएर पर्छ 250 रुपियाँ। त्यहाँ के छ हो ढुङ्गानी राख्छन्। त्यताबाट जान पर्ने रहेछ हामी यता हामी श्री 3 युद्ध शमशेरको मुखमा जोहर कुमारी देवीको शाली हेर्नुहोस् यस्तो छ। केही देखेन त्यहाँ बसेछ लग्ना मिल पाठा भयो। मलाई बेलारीमा कतिचोटि देखेको थियो जङ्गलमा बाख्रालाई दाना बोर अर्को पाठाइ छ त्यो पाठी हो क्या त्यो पाठाइ छ।
दारा आउनु पर्यो ए त्यसको रहेछ त्यसको रहेछ त्यसको दारा रहेछ त्यो पाठी रहेछ ओए ए हुर्रा उठे पो दारा त यति लामो रहेछ